पौडी खेल्दिउँ पौडी खेल्दिउँ क्या है देख्नु भएन क्या हो यता आउनु त घाम पनि छ खेल्दिउँ ल बेथान चोक हिँडेको अब सिट पुग्यो होला आएर निरो यता राइडर्सहरू 2 घन्टामा 3 बजे भनेको 4 बज्यो त 3 बजे 3 बजे पुगेको म विकेशसँग बस्ने होला नि होइन यो हो नि त बोतल भनेको है त्यहाँ भेट नि नाला घरमा नाला घरमा भेटे यो त एन्टिक बोतल हो नि यो सम्हालेर राख्यो यसलाई मिलिट्री बोतल ओके अब चाहिँ हामी पनौती आइपुग्यौँ यहाँबाट अझै अराउन्ड 1 घन्टाको बाटो होला यो चाहिँ पनौती बजार अगाडि विकेश दाइरा आएर हुन्छ पछाडि चाहिँ बाहिर विदित छान पछाडि कस्तो गनाएको भएको है ल हामी यहाँ मास्क लाउन रोकेको बाइकमा बस्नु सजिलो लाग्छ कि स्कुटरमा पछाडि चाहिँ उस्तै हो चलाउनेमा चाहिँ स्कुटर सजिलो लाग्छ यस्तो बाइकहरू पनि पोखराबाट पर डेको हिसाबले रेन्ट गरेर लाग्नु रहेछ हो कहाँ गइसक्यो तिमी कुन यता यो कालिम्चोक चन्द्रगिरी होला नि हो त्यो बाटो गयो कि फर्किङको बाटो गयो ओहो हिमाल होला म म्याप्समा हेर म्याप्समा कहिले ल्याउ त एकचोटि यो हेर त यसमा यो ढुङ्गरको होमस्टे बाटो चाहिँ मस्त छ उकालो पनि छ उकालो भएको राम्रो उकालो भयो भने पो बल्ल माथि पुग्छ अनि बस्न नि मजा आउँछ तल त घर मासु रे ल ढुङ्गो है बबाल घरमा के भनेको थियो हो र अफिसबाट हामीसँग जानु भनेर थाहा थिएन को 2 जना ए चितलाङ भनेको हामी यहाँ साइलङको कुरा गरिरहेको थियौँ अनि बिर्सेँ यार ढुङ्गरको होमस्टे त हामी अर्कै बाटो आयो क्या हो होइन जाउँ यो बाटो भात खानमा नआउने भोलि भात खाने बाटो नआउने भने अर्को बाटो कहाँ भोलि जाने यो बाटो हो
है म्याप हेर है त्यो स्टार्ट चाहिँ नगर होइन आयुष हो त्यो स्टार्ट नगर क्या स्टार्ट नगर त्यसले गऱ्यो भने हामी अर्को बाटो गयो भने चाहिँ नि त्यसले रिराउट गरिदिन्छ क्या त्यो पहिलाकै राउटमा बस क्रस गरेर यसरी नै हेर ठिक छ अघि नै भन्नु पर्दैन त आयुष हामी अर्कोमा आइसक्यो भनेर होइन म्यापको बाटो हामी ब्लू लाइनमै छौँ होइन भनेर सोधेको होइन त मैले अब यता पछाडिको ब्लू लाइनमा हेरेर हुन्छ त्यो डिरेक्सनको ब्लू लाइनमा भन्नु पऱ्यो नि त यहाँ दाइ चाहिँ चुरोट किन्न जानु भएको म्याप पहिला त्यो पहाड चढ्ने बेलामा हेरेकै थिएन यही हो भन्यो पछि पछि गयो कसले लगाएको त्यो बाटो चाहिँ खोइ यस्तो सहिलो बाटो थियो यस्तो ड्युटी झन्डै मर्केछु होइन त्यहाँबाट पनि जान मिल्थ्यो त्यहाँ हामीले त्यो चिहान ठाउँबाट चाहिँ गलत टर्निङ लिएछ क्या हो अँ अब कहाँ यहाँबाट जाने यहाँबाट जाने अब चाहिँ बिनित्र म त साइको भाइ फेरि देख्छु म्याप हेर्ने चाहिँ अलिकति ख्याल गरेर हेर्नुपर्ने रहेछ हिरो देखियो क्या म त विकेश दाइलाई पनि थाहा होला भनेर कस्तो केटाहरू कस्तो यस्तो राम्रो बाटो रहेछ यस्तो गुजस्तो बाटो होइन यो बाटोमा आउनुलाई पनि हामी अर्कै बाटोबाट आउनुपर्ने थियो होला हेर्दै हेरेन क्या हामीले मैले त म्याप त त्यो चिहान ठाउँबाट बल्ल हेर्न थालेको यो ठाउँमा आउनलाई त अहिलेको त्यो जुन मेन रोड छ नि अँ त्यो मेन रोड नछोडिकन गएको भए पुग्थ्यो क्या हामी साला बेकारमा त्यो त्यो चाहिँ हो जान्दै जान्दै कति राख्नु तँलाई त मिलाएर हाल्दैन मलाई थाहा छैन क्या। कसरी खान्छस् मेरो म बाइक त निट खान्छु नि मेरो उयसबाट कसले बिजुली खिच्यो अघि अँ पुग्छ पुग्छ ल अरू कसैको राख्नुपर्छ दाइको राख्नुपर्छ के सात पानी फ्ल्यास चल्यो भने कि मेरो बिजु रक्सी बोकेर आएको है हामीले किने नि म लजालाई सम्झाइसकेको थिएँ बाटोमा अब कहाँ किनेको नि बनेको लगाएपछि सबैले खान्छ भनेर थाहा छ म लजालाई त्यो सम्झाएको त मैले पनि भनेको थिएँ तर अलिकति माथि लग्ने कि बिहान उठ्न गाह्रो हुन्छ भनेर भनिरहेको थिएँ म त दाइलाई थाहा छ होला थाहा छैन भन्ने कुरा माइन्डमै थिएन क्या मैले शीतनको लागि सोध्नु भयो होला भनेर हेलो वेकअप डेट आएको वाइफाई छैन यहाँ सो भर्खरै हामी खाजा खायौँ मिठो अनि त्यसपछि हल्का रम पनि खायौँ होइन चिसो चिसो ठाउँ छ यहाँ एन्टीले आगो बालिदिनु भएको छ अब यसो गीत बजाएर नाच्नु लाग्यो काले दाइ बजाएको मान्छेले काले दाइ हरे धन्यवाद पोलेर है धुवाले Good morning. अहिले 2:45 AM भयो सो 2:30मा चाहिँ उठ्यौँ होइन अब अलिक फ्रेस भएर चाहिँ 3 बजे हिँड्नुपर्छ तल्लो दाइसँग यहाँ गाइजहरू पनि उठिसक्यो आर्यन र आयुष चाहिँ चड्डीमा छ बिकिस दाइले सबै बच्चाहरूको पैसा लुट दियो अरे फनासमा त्यही भएर मन नखेलेको रे कि हल्का वार्म गर्नुपर्छ अब पर्छ आफ्नो वार्मेस्ट क्लोथ लगाऊ पछि फुकाल्नु पर्यो भने म मान्छे राम्रो हो नि त गुड मर्निङ तातो पानी खाँदै यता गुड मर्निङ गुड मर्निङ गुड मर्निङ भनेर भाइ छैन रेडी भइसक्यो यार म
टोइलेट एउटा जानु भएको छ नि रेडी हो ल यता विनित गुड मर्निङ ठिक छ जाने नि त अब यता देखा क्या कति गयो होइन कति बज्यो भनिसक्यो अहिले 3 बज्यो यता आर्यनको क्लासिक बोतल देखाइदियो त 12 घन्टा सुति सायद कहाँ 12 हो घन्टा होइन 12 घन्टा 5 घन्टा 5 घन्टा होइन 12 घन्टा त हुने 2 बजे सुत्नुपर्छ 12 घन्टा सुत्नु त कहाँ म 9:30 मा सुते होला सुत्नु 9:30 बजे घुरेर चाहिँ 12 घन्टा घुरिसक्यो लज त निराको 2-3 मिनेटमै घुर्न थाल्दो रहेछ अब हिँड्न थालेको ल जाउँ यहाँ विकेश दाई चाहिँ माइजूलाई फोन गरेर चिया खाउँ चिया भनेर उज्यालो हुन थाल्यो चाहिँ सनराइज त भ्याउँदैन टप अफ द हिल हेलो गाइज अघि म एक्लै थिएँ नि अगाडि जानु बेला डर लागेर म त भ्लग बनाउन थाल्थेँ के थाले भ्लग बनाउन थालेँ कि डर लाग्यो है कस्तो एक्लै छु तिमी किन अनि एक्लै गएको त सँगै बस्नुपर्छ नि होइन म दाइले अगाडि जाउँ अनि बसिरहेको भन्नुभयो कि त्यो गाइड दाइले अनि अगाडि गएर बसिरहेको त कोही छैन कोही आउँदैन है अनि के भनेर बनायो अनि म त एकछिन बसिरहेको अनि बोलाउनु भयो तपाईँहरू हेलो आइएम प्राके भनेको क्या जाउँ अब सबै सँगै गएर बसौँ हामी मात्र के बस्ने त हामी त बस्ने नै होइन एकदिन त आनन्द छ उता जाउँ न उनीहरूसँगै बसौँ न अब एक फोटो खिचेछ मेरो यहाँ फोटो खिचेको छैन तपाईँको त कस्तो जुङ्गाले तिम्रो भर्खर भर्खर आउनु थालेको छ हल्का पुरै दाडी भएको हाम्रो फ्यामिलीमा आउँदैन मतलब हामी त्यो नजिक गयो भने एकदमै एन्डलेस छ क्या त्यो है ए त्यहाँदेखि सुरु हुन्छ त्यही त त्यहाँ यो भने लास्टै ठुलो हो क्या यो जाडोको बेला पुरै हुन्छ अरे यता माथि माथि यहीँ हुन्छ यहाँ पनि हुनुपर्छ अरे परिहाल्छ नि यत्रो मात्र ल अब चाहिँ हामी यता पिरबाट झारेर त मेन मन्दिर साइडमा गएर रेस्ट गर्छौँ अब यहाँ अझै करिब 1 घन्टा जस्तो चाहिँ रेस्ट गर्छौँ होला यहाँ हाम्रो आर्यन ल जाउँ दाइमा के कुच्यो जस्तो हो र मेरो मेरो ए सुजको भाइ हो कसको भाइ हो अब बुझिरहेको थिएँ सरर उड्ने माथि ब्याकग्राउन्ड म्युजिक हाल्ने यस्तो हिमाल हेर्दै है मस्त ओए यहाँ अलिकति गाह्रो छ है यस्तो डर लाग्ने भिड त छैन हौ अघि दाइले भने जस्तो अघि फर्स्ट आउनु बेला चाहिँ हल्का डर लाग्दै थियो तर खत्रै ठुलो भिड रहेछ भ्यून चाहिँ यहाँ रुखहरू अझै रहेछ त्यहाँ मार्गी मात्रै यहाँ यो अल्टिट्युड रुखै छैन ए हामी 3000 मिटर मात्र हो ल बिस्तारै हो है एकदम केयरफुल है यहाँ नो रुम फर मिस्टेक्स
यताबाट चाहिँ जाउँ न यहाँ गुफा छिरिदिउँ भनेको अलिकति कत्रै गुफा छ कि यता अब उता गएर तातो चियामा 2 बिरको रम हालेर खानुपर्छ रम भएको छ अलिकति यहाँ और क्या चाहिए फुड चाहिँ मसँग अचार स्टिक्स मात्र भएको छ आर्यनसँग के छ खानेकुरा फलफुल छ स्याउ ए ल सही सही सबै खाने हो तल त चाहिँदैन Jingle bell, jingle bell, jingle, jingle bell. यहाँ तल चाहिँ चिसो छ It's quite chilly down here, but very warm on the sunlight and magical as well. Aryan. बस्ने ठाउँ कहाँ हो यहाँबाट छ नि फुलचोकी देख्छ अरे चन्द्रगिरी देख्छ अरे त्यो फुलचोकी ऊ नारायण त्यही तल हो यहाँ सगरमाथा पनि देख्छ नि यहाँबाट ऊ त्यही हो सगरमा मान्छे रोपिरहेको यसो घुमबाट त बाहिर पुरै देखिन्छ उखाड्दै यहाँ बस्ने ठाउँ छैन त उता रहेछ बस्ने ठाउँ मान्छे रहेछ पकाउनु बस्ने ठाउँमा बसेर खाउँ न कहाँ यस्तो बाटोमा खाने बसौँ न एउटा ठाउँमा कस्तो काठमा बस्ने भन्ने कुरा हो कस्तो काठमा के बस्ने भन्ने कुरा हो त्यतातिर जाने कता त्यहाँ त्यता नि भाइ
त बस्नै मिल्दैन अप्ठ्यारो बस्ने ठाउँ नपाएर तर यहाँभन्दा चाहिँ अघि हामी भिरमा बसे मजा थियो ठाउँ है? चाहिँ। त्यहाँ अड्दैन उतापट्टि गएर हामी उता टाढो चढ्नु पर्थ्यो कि यो हल्का क्लियर अन्त बस्यो मजा देख्थ्यो यही छैन मोबाइलमा यही छ कुन चाहिँ हिमाल कुन एक ठाउँमा बसौँ न उता उता त्यो मान्छे बसेर ठाउँ जाने मैले बसेर रिल्याक्स गर्नु पऱ्यो तल आर्यनले चिनाएको रहेछ त त्यही भने खाना ठुलो चिज खाँदैछु अलगाडि हिँडेर लग्यो कि अनि कति हुनु पऱ्यो मेरो जुत्ता सबै भिजिरहेको के गरिरहेको इन्स्टल ए ल ल ल जङ्गल कल गर्न है यहाँ हस गरेर आऊ है केटा हो त्यहाँ ठाउँ छ लग्दै त्यहाँ कुरो छ यहाँ बाटो छ बाटो छ त्यहाँ कुरो छ कि अनि म यहीँबाट जान्छु यहाँबाट नजा म लाउँ चिप्लिन्छ उतैबाट आऊ तिमीहरू मेरो मेरो तातो पानी कोसँग तातो पानी यस्तो घाँस समात्दै जानुपर्छ म यहीँ मुद्दिउँ कि क्या हो अन्त झारीमा गएर हो ल यहीँ झारीमा गएर मुद्नु पऱ्यो
ओहो यहाँ त रिस्की रहेछ पालबाट छिर्नु पर्यो यत्रो राख्दिनु राख्दिनु त यतापट्टि जाउँ न वाउ यहाँ बसेर हिमालको भ्यू हेर्न कति मजा यार ल यहाँ रिल्याक्स गर्दै माथि अहिले यहाँ विनित चाहिँ पुरा पोज दिइरहेछ यही हो ऊ त्यहाँ बाइक रोक्ने हो कि ऊ त्यहाँ तिम्रो त्यहाँबाटै आएको हो त्यहाँबाट सट्टा आएको अनि त्यत्रो बाटो हिँड्नु र तलबाट हिँड्नु कति फरक पर्छ यो त दुई तिनवटा डाँडा कट्नु पर्यो यही सर्छ तर हामी आएको चाहिँ अघि राम्रै बाटो आएर जस बाटो नराम्रो भयो ल भुँडी घटाउनु पर्यो बोल्नु बोल कि ल अब हामी फोटोसोटो खिच्यौँ होइन अब यहाँबाट तल चाहिँ गइराखौँ यहाँ गाह्रो मान्छे चाहिँ अगाडि गइराख्नु पऱ्यो बुल्टेर गइदिन्छु म त गोसाइकुण्डबाट झडा नारुतुरो हान्दै हिँडेको झरेको कता गोसाइकुण्डबाट कस्तो छ तुफान के हो तल झर्दा चाहिँ घुँडा दुखेर मलाई साइड वेज हेर्नु यस्तो साँग्रो बाटो छ दुईवटा ढुङ्गाको बिचमा Ma
अब त बाँधेको केश खोला गइराख्ने कि अलि अगाडि अनि मनका कुरा बिस्तारै पोखा लामो यात्रा सँगसँगै यादहरूको नयाँ घर बनाई एकतिर बोलिएर मायालु एकछिन यतै वेट गरौँ त्यो चिसोले पनि हो त्यो रम खाइदेऊ ठिक हुन्छ खाना No. From the top of the world. राख्न राख खा खा मैले खाइसकेँ 3 मिरको नजलाई कि होइन अघि आयुष विकासले के गफ पेले होइन यो फुटकिलाहरू नेचुरली बनायो भने नजरले पत्याइदिएन के होइन पहिलाको त होला भने सोचे पछिको चाहिँ होइन भनेर भने त मैले कहाँबाट छुटिन्छ त्यही उता तल छ दुईटा बाटो छ त अन्ठ्या न्युल अब नि कोही त्यो मनमा जाने ठाउँ मलाई देखाउनु त्यो मनमा जाने ठाउँ मलाई देखाउनु के अरे कुमार वर्णा फ्याकल्टीमा कसरी जाने जिन्दगी दुईटा पछि त राम्रो
यही हो कतिजना हामी यतैबाट आएको हो क्या यताबाट कहाँ आउनु पर्यो यता तल्लै तल बसिरहनु न रिजोर्ट होइन होमस्टे नजिक पर्छ नजिक जाने हो हाम्रो होटेल यता छ क्या ए तपाईँ यता होला होइन हामी यतैबाट आउनुपर्ने धेरै हिँड्नु पऱ्यो नि हामी यता के त्यो कमल नेपाल रिसोर्ट हो ढुङ्खरको होमस्टे भन्ने छ अब यो भन्ज्याङ जाने हो क्या ल तपाईँलाई पनि नु खास मेन बाटो चाहिँ उताबाट थियो भिडियो मेन बाटो चाहिँ उतैबाट थियो त्यहाँबाट आएको भए अलिकति मात्रै हिँडे पुग्थ्यो बाइकमा आयो मिल्थ्यो हामी चाहिँ यताबाट तलैदेखि हिँडेर आउनु पऱ्यो ठिक छ हाँ फोटो खिचेर आउनु भयो सिधा पनि ठेकेन साइडमा होला ठेकेन अलि अफ
ठेक ढल्के ज्या चंगुनी आमथिना फुट्न साइड आटी ग्रिप नएको दे छ गुप्ती बल आउट दिखा उइटा चाहिँ हान्टीले नाचन यसै म नेप्टेड ढल अहिले गइरहेको ढ्यादो जाने मन छैन ढल अहिले मोटिभेसनै गएर ल जान भ्या बालक मनै यहाँ भिड ठाउँमा मलाई भन्ज्याङ खुल्चा हुन्छ सिधा बगैँचामा छ कोही मुभी आउने ला मैले मेडिकेट ल्याएकै छैन बिच ए झन्डै मलाई पाँचजना इनो पनि होला त्यसमा ठुकेटीले मजा भयो रिफ्रेसिङ चाहिँ मलाई लसोसमा कहीँ पऱ्यो गयो रिफ्रेसिङ चाहिँ अरे मैले तिमीलाई एउटा ब्यागमा अघि ब्यागमा छैन यो कसकोमा हाल्ने तिम्रो ब्यागमा मैले नसोधो भनेर एउटा सामान उता हालिदिउँ त हामी उसको सोभिनियर हो त्यो घरमा प्याक रमसम सबै छ ब्यान्डेज र चिमा खाना खाएर एक लट सुट दिउँ कि क्या हो कहाँ चाल दिने खाना खाने बित्तिकै आधी घन्टा पछि मात्रै रेस्ट हो त्यस्तो हिँडिहाल्ने कहाँ बस्नु किनभने त्यत्रो पैसातिर के मतलब त नि कति बजे चेकआउटहरू नि हुन्छ होला नि त हुँदैन होला ब्यान्डेजको चिकित्सा ज्याउनिया चिना अभी हमके डुन्चीमा मुभ फिरेर चिजा टाइट नचिप फोन गरेर त फोन गरे हो हुन्छ नि कोही मुभ लाउने हो नलम स्मुभ टेमाला होइन ओरल माछा ज्यानिया ट्याग गाह्रै हुन्छ क्या यो ओरल झर्दाखेरि यस्तो बिनित यो त्यहाँबाट बाँधिदेऊ त तिमीलाई मिल्छ बानेर हुन त हुँदैन जस्तो लाग्छ सपोर्ट चाहिँ हुन्छ ओरल झर्दाखेरि त्यो हुने नै हो क्या त्यो टेक्निक मिलाएर एकदम कसा मर्ने नम्बर कसरी फेरि के दाइ बट त्यो दाइहरूभन्दा चाँडो पुग्दैनौँ कि हामी सात
यस्तो पानी त मलाई यादै छैन। यहाँ त पौडी खेल्न मिल्ने रहेछ नि दाइ। कहाँ यस्तो चिसो छ। सानोतिनो पौडी एकजना त मजाले खेल्न मिल्छ। कस्तो सफा है भिडियो खिच न खिचिरह ब्याक क्यामेराबाट दामी हुँदा हाँ यो समातुम त को घाम लाग्ने बेलामा त बस्नु क्या मजा आउँछ है यहाँ दिउँसोतिर त खेल्दिनँ, अलिक तातो पनि हुन्छ होला दिउँसोतिर। जनवरी महिनामा क्या यहाँ एक दुईजनासँग त खेल्न मिल्छ हौ। त्यहाँतिर त गहिरै छ क्या, हामीले यो रिफ्लेक्सनले मात्र हो क्या त्यो गहिरो गहिरो छ त्यो। तर बेसनचुको माथि पानी मात्र आयो भने पनि माथि मान्छेहरू त्यसरी खोल्छ। यही पानी जहाँबाट आएर त्यहीँबाट तान्दा हुँदैन भने धेरै तान्नै पर्दैन नि, अलरेडी माथि छ पानी होइन, त्यसैले जम्मा गरेर ट्याङ्की हालिदिने। त्यो गरेर भने अनि त्यसपछि मान्छेहरू माथि त्यो पसलहरू पनि चल्छ क्या। पानीले भएन भने त फेरि बिचमा पानी सक्यो भने त भ्याउ हुन्छ अन्त कति बेलाजनाहरू पुरा हुन्छ भने नेचुरल स्विमिङ पुल हो नि यस्तो त है। जनावरहरू पनि यस्तैमा त सफा छ होला आफूलाई। मनमोहक। यो पानी थाहा पाउन यसमा यो फ्लोइङवाला चाहिँ थाहा पाऊँ बगिरह हुन त हामीले भर्खर मुख धोयो यसैमा। यो पानी खानुहुन्छ होला त? हुँदैन होला भन्न चाहिँ भएर तर खानु हुँदैन होला यो। इमर्जेन्सीमा चाहिँ खानु पर्यो। जाउँ जाउँ ल। हाँ Power on. You've plugged into Nirvana. TS card mode.
आजकल पैसावाला काम गर्दैछ नि त फिल्म बेच्ने फ्रीमा नदिकिन So now, अरू चाहिँ आफै आफै बोलिरहेको हजुर आयो ऊ त्यो तलको चाहिँ होला त्यो टाइम 10:17 आधी घन्टा हो
साथमा फुलेको धुन तिमी तिम्रो आकर्षणले उडेको समुद्रको छालमा अब हात बढाउन तिम्रो साथ बचाउन त्यही भने यसै खाली हात नबोकी साथमा कुनै झुटा मुटा बात दुःख भुलाई नकै लुकाई कुनै देखावटी बिनाउमा तिम्रो कोमल हातमा मेरो मन थमाएको तिम्रो अङ्गालो यही होला हामी हराएको ठाउँ त्यो दिउँसो त बाटो देख्ने रहेछ नि हँ बिहान त बाटो देख्ने रहेछ नि हो अनि नि त त्यही त बाटो देख्ने रहेछ है बाटै नभएर बिहान हामी त यहाँ आएको कहाँ हो यहीँबाट मास पर्ने हुन्छ है यहीँबाट सट्ट यस्तो जाने त्यसो मास पर्ने त होइन आयो भने सिग्नल हेर हामी चाहिँ उतैतिर गएको थियो कि फोन गर नि त होइन तँलाई गएर गर्ने मेरोमा चार्जै छैन यहाँ यो चिरचिर आवाज पनि आइरहेछ म बाहिर छु थाहा हुन्छ कि बिरामी छु नि त हो आज मामा घर आएको छु कि म ए यो झन् चाहिन्छ नि पक 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 हजुर के रे के को कुर्ने कुर्ने हो म हिँडिराख्छु नभए तपाईँहरू दुईजना कुरिराख्नु नि त म सँगसँगै गइरहेको छु फोन पनि चार्ज गर्छु एकछिन भन्न कुरेन भन्नु ल ल ल तपाईँहरू यहाँ कुरिराख्नु म जान्छु नि त 5 मिनटमा पनि बस्छु ढिला भएर हुन्छ काममा अलिकति त्यस्तो पनि भएन किन म त फोन गरेको रहेछ भनेर त्यो अलि अर्जेन्ट भएर फोन गर्छु नत्र गर्दैन थियो ए ओ फेरि के गरिस् समात्यो ल हामी चाहिँ यहाँ कास्किन खेल्यो नि धेरै ल त बिचमा के हुन्छ तेरो सेरीमा हार्ने बित्तिकै जित्यो भने कहाँ हार्यो हिजो 10 रुपियाँ 10 हो कि 20 रुपियाँ जितेँ मैले हो हारेकै थिएँ हामी यता छौँ कतारे पछाडि देखाउनु मिल्दैन मेमोरेबल हुन्छ नि तास हान्ने हो नि हजुर यहाँबाट छ त पानीको भन्नु न जिम जानु नै छ कहिले जानु ल अब यहाँबाट चाहिँ एक्लै जानु पऱ्यो दाइहरू चाहिँ अब अर्को ग्रुपलाई वेट गर्ने रे
मेरो चाहिँ अलि चाँडो जानुपर्ने सिचुएसन छ ल लेट्स गो गाइस लेट मी टेक ओके किन डराउनु हो किन डराउनु यस्तो पहलवान मान्छे गीत बजाउँदै जानु पर्यो क्या Adios, amigo. Powering off. है त्यहाँ पानी चाहिँ सफा छ क्या Power on. You've plugged into Nirvana. TS card mode. कुनै देखा लाइभ रिकर्ड यहाँबाट बाटै छैन यहाँ बाटै छैन यहाँ बाटै छैन त त्यही हो ए यो बाटो अहिले त्यही बाटो हो तलबाट बाटो त यो हो ओहो दाइ पौडी खेल्दिउँ बाटो यही हो कि यहाँ बाटै छैन यहाँबाट हो ए पौडी खेल्दिउँ क्या है देख्नु भएन क्या हो यता आउनु त घाम पनि छ खेल्दिउँ क्या खेल्दिउँ जे हो होला जो खेल्दिउँ दाइ खेल्दिउँ के यो त डिजर्भै गर्छ क्या यसले दाइ खेल्दिउँ के ल ल आऊ केटा हो ल ल खेल्दिउँ दाइ ढिलो नगरौँ यहाँबाट छ कस्तो मिल्यो है यसले त डिजर्भै गर्छ क्या खेल्दिने हो म त रेडी हो है यहाँ घामै त छ नि
रहेछ छिटो 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 त्यसो भए छिटो 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 ल अङ्गालो मारिहालौँ छिटो पोल्छिहालौँ छिटो छिटो खुला फुटिसक्यो एकछिन डुब्की मारौ है भिडियोमा चाहिँ डुब्की मारौ है भिडियो हालौँ 1 2 3 भनौँ पहिला रेकर्ड गरौँ अनि 1 2 3 रेकर्ड गरौँ अनि 1 2 3 तर पुग्न त त्यही तलै पुग्छ जस्तो लाग्छ मलाई पनि हामी चाहिँ खोज्न बनाएको के त मैले पनि त्यहाँ ठाउँै देखिनँ खोइ तिमीलाई यो खोज्न बनाएको जस्तो छ यहाँबाट त बाटै छैन अनि बाटो यही होला मलाई के याद छ भने एउटा लामो रुख थियो क्या यही हो क्या त्यहाँ रुख छ कि छैन एकछिन म ट्रेस ब्याक गर्छु यहाँ चाहिँ होइन 집이 터나오이 먹자죠. 터나오 먹어. 먹어 새 터나오이를 더 따로 쪘단 타요 누워죠. ल मस्त स्विमिङ पुलमा नुहाइयो अब त्यहाँ बाटै खोज्नु पर्यो कहाँ हो कहाँ हो। एउटै त हो एउटै हो जस्तो लाग्छ। यो चाहिँ होला अघि हामी हराएको यहाँनिर हो। यहीँ होला मैले यहीँ हो त्यही हो हराएको त्यही हो ल फिक्स हो हामी हराएको त्यहाँ हो अनि यहीँ आएर लिन हो क्या। होइन हामी यही बाटोबाट हिँडेर आएको हो क्या दाइ यो बाटोबाट हिँडेर आएको। तल चाहिँ हो क्या। त्यहाँबाट बाटो छ
त्यहाँ छ कि छैन एकछिन यो कहाँ पुग्छ थाहा छैन म हेर्छु है बाटो त छ तर कहाँ पुग्छ भन्ने कुरा हो उतापट्टि गएको होइन जस्तो लाग्छ एक्लै जानु डर लाग्छ हो कि नै थाहा भएन यहीँबाट होला दाइ त्यहाँबाट त अब हामी त्यो तर हामी त्यत्रो लामो हिँडेको थिएन नि ढुङ्गाको बाटो यस्तै खालको बाटो दुइटा सस्छ क्या हिँड्ने यहीँबाट हो आउँदैछ के छ यो चाहिँ होइन हामी हल्का यो होइन नि नत्र त त्यो हामी देखिहाल्थ्यो नि त्यत्रो हामी लाइटबाट दायाँ बायाँ हेरेको अनि त्यही यहीँबाट जाने हो यहीँबाट जाने आइरह्यो स्योर त्यहाँनिर जानु त मिल्छ त्यस्तो अप्ठ्यारो गरेर नजाउँ त्यो बाटो चाहिँ हामी चाहिँ अलिकति मात्रै हिँडेको थियौँ नि त यस्तो ढुङ्गाको बाटो अलिकति हिँड्यो यता घसारेको झियाको तानेको यो बाटो त्यही गरी मिसिङ थियो त्यही हो म गएको है कस्तो वियर्ड नोइज आयो क्या जनावरको पछि यस्तो हेरेको एउटा ठुलो भमराको भुइँ गरेर रहेछ एकछिन त सातो गएर सुनसान जङ्गल सिरी भने एक्लै त जङ्गल त दिउँसो पनि त्यही भएर बल चलेर फेरि यहाँ भिडियोमा आयो
तर मजै आयो। आउनु त सकिन्थ्यो अँ दुधले गाह्रो हुन्छ कि भनेको अँ हामी त्यत्रो लामो हिँडेको थिएन त्यो बाटो। उस्तै उस्तै देख्नै फेरि उस्तै देखेर त्यो केटाहरू हराएको ठाउँ भन्छ हराएको ठाउँ चाहिँ हुँदै होइन। मलाई त्यो खोल्साबाट आएको याद छ। कति बज्यो 11:27 भन्नु क्या होला डर लाग्दो छ है। अल्छामी ठाउँ भएर चाहिँ त्यही त्यही डरले कन्ट्रोल गर्नु पर्छ नि। त्यो बाटो हेरेको थियो त्यसले बिहान बिहान त्यही भने अँध्यारो कहाँ हो के हो केही थाहा छैन। कस्तो फेरि एउटा एउटा जस्तो बाटो यहाँबाट चाहिँ तल जाने होला। यहाँ पनि होइन उतै रहेछ बल छँदै ब्यालेन्स क्या हो हुनसक्छ। ओइ लामखुट्टे कति हो जस्तो चाहिँ हामी चाहिँ धेरै टाढा रहेछ हराएको ठाउँ भन्दा त। के गर्छ खोइ अल्झिरहेको छ धेरै। त्यो बसले गर्दा हो कि त्यो मस्त गऱ्यौँ भएको क्या रमाइलो हुन्छ। मस्त गऱ्यौँ भएको कि अलि चिसो सुरु भइसकेको छ। रहेछ त्यो म जान्छु आउँदै आउँदैन अनि फर्किया हो के त त्यो है त्यो हामीले हराएको ठाउँमा त्यो पोखरी भएको त हामी स्योर देख्थ्यो क्या त्यत्रो लाइट बालेर हेरेको उतै गएर हेरेको नि ब्याट्री चाहिँ 20% ए अँ यहाँ आर्यन माथि गएको थियो यहाँबाट हो यही बाटो हो अरे यहाँ माथि गएर यहाँ हो जाउँ यही बाटो जाउँ हो र अरे यहाँ माथि गएको थियो तलै छ ए अलिक टाढा छौँ टाढा गएछ नि त नि टाढा गएछ नि गाडी एक्लै हिँडेर गएको थियो। केटाहरूलाई बोलाउनु पऱ्यो नि। त्यो त आयो भनेर बसिरहे कस्तो पोजिसन मिल्दैन। यहाँबाट हेर्नै मिल्दैन। यो बीलाई बचाएको मैले
आउँदै हो भोक लाग्यो अब चाहिँ यो पनि होइन जस्तो लाग्यो मलाई त यो पनि होइन जस्तो लाग्यो खोइ हाँ हाँ जाउँ जाउँ यो होइन यो होइन के अँ यो खास खोला चाहिँ उता मात्रै हो रुख यहाँ छ नि त होइन मतलब यतासम्मै माटो थियो क्या यही त अनि हावा नुख दिउँ त्यहाँसम्म पुग्यो होइन खोइ यही हो क्या ऊ अनि त्यहाँबाट बत्ती देखाएको याद छ नि तिमीलाई होला यहाँसम्मै जमिन थियो पहिरो आएर पुरै ढुङ्गा रहेछ माथिबाट ल्यायो हो के हो माथिबाट खसे जस्तो लाग्छ क्या रुख यहाँ छ मतलब जमिन यहाँसम्म थियो क्या कहाँबाट आयो ढुङ्गा त्यो चाहिँ पहिरो कस्तो पहिरो कहाँ होला डेन्जर यत्रो रुखै यस्तो पुरै निस्किने गरी आएछ ठुलै पहिरो आएर छ नि त भयङ्कर तर यो पहिरोहरू कसैले पनि रोक्नै सक्दैन नि यो पहिरो त छोड्नु सक्दैन नेचुरल हो यो त यो पहिरो त छोड्नु सक्दैन तर हो हामी हराएको ठाउँ यही हो क्या तर खोइ तिमी यहाँबाट गएको त अनि यो है हामी हराएको ठाउँ यहाँ हो क्या हराएको
त्यहाँ माथि गएको हामी यहाँ माथि गएको भौतारिएको यहाँ उता भौतारेर हिँड्दा नि बाटै छैन पछाडि अर्को ग्रुप पनि आयो त हाम्रो ग्रुप होइन है त्यो त्यसले गाह्रो भइरहेको होला हौ अनलाइन है यता 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 टाउको दुख्यो भोक लाएर 12 बज्न लागिसक्यो 12 बज्नु टावर छ छैन यहाँ टावर छैन नि यहाँ टावर नभएर हाम्रो फोनमा अघि यो अहिले खाल्टोमा परेको त्यही भएर नि हो क्या हामी त्यसम्म पुगेको थियो यता हेर्नु छैन बाटो उता हेर्नु छैन बाटो उता बाटो छैन हेरेर अहिले पनि हेऱ्यो भने बाटै छैन क्या छैन यहाँ बाटै यो त सब पहिरोले आएको यत्रो हो यहाँ बल झल्लेर ब्यालेन्सै भइरहेको छैन कच्ची गल्जिसक्यो अब त आइपुग्यो नि त अब धेरै टाढो छ अब त्यो उकालै टाढो छ यो पनि याद छ ल विनितले पायो फुटाइदियो खुट्टा अनि यहाँ गरेको यहाँ इम्प्याक्ट भयो म के भन्नु बनाइदियो अब यो पानी तलबाट माथि आइरहेको कि माथि तल गएर माथि नै गएर हो खोइ मैले पनि बुझेँ माथि बाटो तल पाएर आएर भएर बेला पनि पानी हुनुपर्ने होइन भने के बिजुतिर छ यो पानी फुट्छ तलको मान्छेहरूलाई गाह्रो भएन त्यसले बेर्दिउँ होला प्लास्टिक छ प्लास्टिक चाहिने एउटा कसले पानी आइरहेछ त्यो म झन् त्यो अलि मिलाइदिउँ भनेको खै यो साँझ त अलिकति फोर्स चाहिँ बन्द हुन्छ यसरी हो छोडिदिउँ डन्ट टच इट अहिले आएर छोडिदियो त्यत्रो पानी हो जम मान्छे बिहालाई टिक गरेर चाहिँ बिहालाई टिक नगरी भए त्यो पनि थाहा हुन्छ यहाँबाट जल्ला हामी त्यहाँबाट गएको झाडै झाडको नछ अरे हो त्यो ढुङ्गातिर राख त्यो यतापट्टि आयो क्या निकालेर खाने ओहो डग आयो कस्तो हामी त रेड ह्यान्डेड कट हुने हो नि त रेड ह्यान्डेड कट हुने हो नि त मान्छेहरू आएको छ यस्तै थियो भन्नु नि यहाँ चढ्यो होइन फेरि चढ्यो फेरि झऱ्यो क्या बाटो कहाँ पुगेछ दाइले पनि फेरि उनीहरूले मलाई हायर गरे हो नि त भन्दै दियो
त्यो रिस्क पनि भ्यालिड नै थियो तर बाटो यो पहिलो लगायो भने त बाले हुनु रहेछ नि तर हायर गरे नगरे बाटो थाहा भयो मान्छेले देखाउनु चाहिँ पर्छ एज अ ह्युमेनिटेरियन ग्राउन्डमा पनि तर त्यसले हायर नगराएको भने आउँदैन थियो नि त्यो हामी आफै भएर जानुपर्ने हो नि सक्यो अब यस्तो बाटो यो होइन पछाडिकै होला कत्रो रुख हेर न है यत्रो रुख हुन्छ है कति वर्ष पुरानो रुख होला यो 405 वर्ष पुरानो यति पुरानो रुख पनि भाँच्ने गरी कति ठुलो पहिरो आएको होला त ड्याङडुङ गडाङ गुडुङै भयो होला हजुर ए थ्याङ्क यू आइरहेको छैन त्यो एक किलो नि घट्दैन हौ हामीले वेट कति घटिसक्यो होला पहेँलो आइरहेछ सुसु ल्याक अफ वाटर हामी हराएको बाटो कटेर आयौँ त्यहाँ यसो पौडी पनि खेलिदियौँ आर्यनले बोकेन ए आर्यनको ब्याग रहेछ दाइले बोक्नुहुन्छ मान्छे वाट सिसी पाट बच्चा यसको जानलाई देखिरहेको छु म त वाटर बोतल बोकेर तर यो सही हो यो फोटो एल्युमिनियम डिजाइन राम्रो है अलिकति ठुलो हुनुपर्ने 1 लिटर हुनुपर्ने 1 लिटर छैन छैन नि अझ कम छ जाने के जाने नपर्छ बाटो राम्रो छ यो अब उफ्रिनु पर्यो त इनर्जी घट्यो मेरो त उफ्रिनु पर्यो त्यहाँ रिफ्रेस भइसकेको थिएँ पौडी खेलेर फेरि हिँडेर थकान आयो Whoa! भर बोल्दाखेरि ए जाउँ जाउँ गऱ्यो कहाँ यति मात्र डुबाएपछि त चिसो भयो पुगेर खतरा मजा आएको थियो पौडी खेल्न
यस्तो हरियो थियो नेचुरल्ली निलो होला नि हरियो हरियो त हरियो हरियो थियो सफामा देखाएको क्या हरियो ए अझ हामीले छ नि त्यो तातो पानी भए कस्तो मजा आउँथ्यो तातो भने मन त लिटरली तातो क्या तातो पानी उम्रिन्छ नि त्यहीँको त्यहीँ हुन्छ अहिलेसम्म सौना यहाँ पहिरो गएको कत्रो पहिरो गएको हाइट कत्रो अग्लो अग्लो रुख हो हेर्दै डर लाग्दो यो झऱ्यो भने त यहाँदेखि उत्यहाँसम्म भ्याउँछ यसले 10 तल्ले होला यो रुख त खोइ छैन मेरो लेभल भन्दा त्यो मात्र हो हाइट यो बाटो फेरि हिँड्नु पऱ्यो भने सोचेर हिँड्न झ्याउ लाग्छ यार त्यो दाइलाई त कति हिँड्ने झ्याउ लाग्छ होला हिँड्न फेरि कति यहीबाट भने अरू 500 नै त होइन होला पछि लिएर जाने होला गाडी बनेर के भयो त्यसकै अगाडि आउँदो रहेछ हौ फेरि के अरे कस्तो तल्लो छ उतापट्टि देखाइ नै हुन्छ ट्रेकिङ अलिकति एडभेन्चर चाहिने मान्छेहरूलाई ठिकै हो यो तर सर्टमा भ्याउने सर्ट ट्रेक भने यत्रो हिँड्नुपर्छ मर्ते दम तक चलाएंगे त्यो गर्न त अहिले रोक पस्छ ल के भन्दा बाटो कहाँ पऱ्यो बिहान पनि बिर्स्यो अहिले पनि यो त भर्खर बनायो यो भर्खर बनायो चिप्पिरहे लडे गाइज म त खतरा लड्दिरहे कहाँ घुमे फेरि मरो कहाँबाट छिर्यो काल्लाबाट झरेको थियो क्या हामी यस्तो काल्लाबाट के त हो त्यो काल्लाबाट झरेको त्यो काल्लाबाट झरेको हो क्या पानी सब बिने यहाँ घरमा चाहिँ होला घरमा होला हौ पानी यो काल्लाबाटै कुन काल्लाबाट झरेको त धन्ला ला धम्म मिना हुन्छ ल
बढी ठाकै अल्गा गर्दा उकालो चढ्न सहिलो हुने रहेछ कि समाजमा हाले राय धम्म मिना एनर्जी मगाना होगा इलेक्ट्रिक लाइट कुन चाहिँ हाना मोटलर गएर जानियो जिम हो थिएन अलर गएर जाऊ मोरो बस त्यहाँ मासु अलर गएर जाऊ म मोरो बिस्तारै मिले किता बेटा अब यहाँबाट पाइन्छ तर हामीलाई लाग्छ होला आधी घन्टा बढी लाग्छ होला यहाँबाट अझै त्यो मेन बाटो घुमेर हिजो हामी हरा घर त्यही हो किन्छ नि ए अँ मलाई त टाउको दुखेको जिब्रो मसँग हालेछ मजा हामी लडवे जिम्मा हुँदैन जिम हो मसँग छ त्यो क्या ढुङ्खरको होमस्टे मन्दिर थियो नि त्यहाँ हामी आसपासकै छौँ पल्क फेटो कि यति वन गयो फेटो हात धर्म गयो एकछिन बसौँ न एकछिन हात धर्म गयो लामा हुनुपर्ने रामजावलको किल्ला हिल्ला टाइप शीतल जी यस्तो ल भेट्यो यहाँ यहाँ होइन हात धम्म भयो क्या मेरो अस्ति त्यो कम्पनी जाँदा भएको थियो के भयो 시에 마셔서 일산 수도 시에 마셔서 혼수 산다 수도 시에 마시니 ढुङ्खरको होमस्टे हो भन्नु नले आले
मिलिसक्यो नि त अब ट्रेन जाँदाखेरि खाइन्छ नि त मजाले ब्रेकफास्ट कति होइन म त लाउँछु विकास आउँदैन विकास सिनियर सिटिजन हो सुरु अब विकास लास्टमा सुरु एक साल का सर तिम्रो ढिलो आउँछ भने सर र राख्यो हुन्छ अनि बनिवासम्म त सँगै गयो बिस्तारै हामी पनि बिस्तारै गयो हुन्छ चार त हामी पनि जाँदैन नि होइन सँगै जाउँ त्यहाँ त बाटो फेरि यताउति पर्छ सँगै हिँड्यो हिजो जस्तै हिजो राति ढिला भयो त्यही भएर